यो मेरो भ्लग हेरिदिनु है सबैजनाले कस्तो लाग्छ। यो चाहिँ लेटाङ नगरपालिका पर्छ है। यो जाते भन्ने ठाउँबाट यो भिडियो बनाएको छु। मैले घरको छतबाट बनाउँदैछु। हाम्रो चाहिँ यो मङ्गलबारे बजार हो है। मङ्गलबारे बजार लाग्छ यहाँ हप्तामा एकचोटि। कस्तो लाग्छ यो भ्लग तपाईहरुलाई राम्रो लागे कमेन्ट लाइक शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला मेरो च्यानल। मेरो युट्युब च्यानल रहेको छ सबिन राई फोके रहेको छ है। तपाईले सर्च गर्न सक्नुहुन्छ। मेरो पहिलोचोटि नै नाम भेटाउन सक्नुहुनेछ। तपाईले नयाँ च्यानल हो, भर्खर खोलेको नयाँ न्यू च्यानल हो। भर्खर 6-7 जना 8-9 जना कति भएको छ फलो के रे सब्स्क्राइबर चाहिँ है। भर्खर खोलेको नयाँ हेर्नुहुन्छ। यो दृश्य देख्न सक्नुहुन्छ। यो पहाडतिरको पनि देख्न सक्नुहुन्छ। पहाड एरिया पनि छ है। यो चाहिँ अलिक मधुरो देखिएछ आज, किनभने तपाईको यो पुरा होसियार लागिरहेको हुन्छ, तुवालो लागि परिरहेछ कि नभए यहाँबाट सबै तपाईको दमक झापाहरू देखिन्छ है। दृश्य देख्न सक्नुहुन्थ्यो। नेक्स्ट टाइम तपाईहरुलाई राम्रो भिडियो बनाएर ल्याएर दिनेछु। भिडियो युट्युबमा गएर हेर्न सक्नुहुनेछ है त। मैले युट्युबको नाम भनिसकेको छु। कस्तो लाग्छ हेर्नुस् है त। यो दृश्य तपाईहरुलाई कस्तो लाग्यो? यो चाहिँ घरको छतबाट मैले खिचेको हो है। यस्तो हेर्नुहुन्छ। यो माथि पहाडहरु छ, जंगलहरु। तराईको जग्गा हो यो। अलिकति जंगलै हुन्छ सबै पहाड एरियामा पनि। यो पहाड माथिको देखेको क्लियर देखिएको छैन कि यो पहाड आज, किनभने तपाईको यो टुवाल परिरहेछ कि यो हेर्न सक्नुहुन्छ। यो कपडाहरु पनि झुन्डिरहेछ कि यो छतबाट खिचेको, त्यही भएर कि है। केटाकेटीहरुले कपडा सुकेर राखेको छ। यस्तो छ है यो हाम्रो ठाउँ है। यो चाहिँ जाते भन्छ, यसलाई चाहिँ लेटाङको जाते भन्छ है। नगरपालिका चाहिँ लेटाङ पर्छ। यस्तो छ हाम्रो ठाउँ दृश्य। भर्खर बस्ती भएको ठाउँ हो यो पनि भनौँ न। त्यति धेरै ठुलो बस्ती चाहिँ छैन कि। अहिले तपाईको बाक्लो घर हुँदैछ, नयाँ घरहरू बन्दैछ। जनसङ्ख्या वृद्धि हुँदैछ यहाँ पनि, जातिमा पनि। अब लेटाङ चाहिँ अब तपाईले नाम चलेको ठाउँ हो लेटाङ त। तपाईहरु सबैलाई थाहै छ है। यो चाहिँ हाम्रो जग्गाहरु पर्छ है। कस्तो लाग्यो यो ठाउँ तपाईहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। मोरङ जिल्ला हो यो चाहिँ है त। हाम्रो यहाँ सागसब्जी पनि हेर्न सक्नुहुन्छ तपाईले। यस्तो छ पहाडहरु, सबै जंगल है। यो चाहिँ दाउरा घाँस चाहिँ प्रशस्ति पाउँछ यहाँ तपाईको। दाउरा चाहिँ तपाईको ग्यासको पनि खासै आवश्यक चाहिँ पर्दैन, तर अहिले अब मान्छेले दाउरा बाल्नु छोडे। दाउरा प्रशस्ति पाउँछ। यो हाम्रो सागबारी हेर्नुस् है। सागको दृश्य हेर्न सक्नुहुनेछ। यो आलु हो। यहाँ धनिया पनि छ। यहाँ सागहरु पनि छन्। अहिले सागहरु सकिएको छ। हाम्रो चाहिँ यो नयाँ ठाउँ है त।